Hello, welcome to SPSC Adda. Here today we are going to learn about plants classification under their tropism, means under their nutrition process. So tropism explains how plants obtain nutrients. Nutrients means the essential components such as food which we use. Okay, which we use as food in our case. Similarly, the plant also needs some nutrients. So these nutrients, which the plant obtained from their surroundings and habitat, and the process of obtaining these nutrients is called nutrition. कुनै पनि प्लान्टलाई आफ्नो सर्भाइभलको लागि त्यसको एउटा न्युट्रिएन्ट्स चाहिने हुन्छ र त्यो न्युट्रिएन्ट्स चाहिँ प्लान्ट्सले उसको सराउन्डिङ हेबिटेटबाट लिन्छ र त्यो प्रोसेस जुन चाहिँ न्युट्रिएन्ट्स एक्वायर गर्ने प्रोसेस जुन चाहिँ हुन्छ प्लान्ट्सको न्युट्रिएन्ट्स अर्थात् त्यसलाई चाहिने एसेन्सियल कम्पोनेन्ट्सहरू मेड बी वाटर पानीदेखि लिएर पानी डिफ्रेन्ट टाइप्स अफ मिनरल्स सच एज नाइट्रोजन कार्बन डाइअक्साइड म्याग्नेसियम फस्फोरस पोटासियम जति पनि प्लान्टलाई चाहिने हुन्छ त्यो सबै न्युट्रिसन्सहरू लिने प्लान्ट्सको लिने तरिका चाहिँ बेग्ला बेग्लै हुन्छ त्यो प्रोड्युस गर्ने यो प्लान्टले न्युट्रिसन एब्जर्ब गर्ने न्युट्रिएन्ट्स एब्जर्ब गर्ने तरिकालाई चाहिँ दुईटा ब्रोडली हामी दुईवटा क्याटेगोरिजमा क्लासिफाई गर्न सक्छौँ एउटा हो अटोट्रप्स अर्को हेटेरोट्रप्स अटोट्रप्स भने त्यो न्युट्रिएन्ट्स जसलाई त्यो तरिका जुन चाहिँमा चाहिँ प्लान्ट्सले आफूलाई चाहिने खानापिना आफै प्रड्युस गर्छ अटो सेल्फ प्रिपेयर्ड हुन्छ र हेटेरोट्रप्समा चाहिँ त्यो कतिवटा प्लान्ट्सले आफूले खाना प्रड्युस त गर्छ तर कतिवटा केमिकल्सहरू कतिवटा मिनरल्सहरू उसलाई चाहिने आफैले जेनेरेट गर्न सक्दैन आफैले प्रड्युस गर्न सक्दैन र त्यो जस्तो प्लान्ट्सहरूले चाहिँ त्यो न्युट्रिएन्ट्सहरू अरूबाट लिन्छ र यसको हिसाबमा प्लान्ट्सलाई हामी दुईवटा क्याटेगोराइज गर्न सक्छौँ एउटा अटोट्रप्स एउटा हेटेरोट्रप्स अटोट्रप्स जसले आफै खाना प्रड्युस गर्छ र हेटेरोट्रप्स जसले अरू लिभिङ अर्गानिजम्समा खानाको लागि निर्भर बस्छ र यो इन्फर्मेसन्स चाहिँ हामी यो क्लासिफिकेसन्स अफ प्लान्ट्सबाट भेट्न सक्छौँ त्यस्तै पाराले अटोट्रोपिक प्लान्ट्सहरूलाई हेर्नु हो भने अटोट्रोपिक प्लान्ट्स भनेपछि त्यो प्लान्ट्स जसले चाहिँ खाना आफै बनाउन सक्छ र खाना आफै बनाउनको लागि चाहिँ प्लान्ट्सलाई मोस्ट एसेन्सियली त्यो जुन चाहिँ खाना बनाउने प्रोसेस हुन्छ त्यसलाई हामी फोटोसिन्थेसिस भन्छौँ र फोटोसिन्थेसिस प्रोसेसको लागि प्लान्ट्सलाई धेरैवटा कम्पोनेन्ट चाहिने हुन्छ स्पेसली फर्स्ट कम्पोनेन्ट हुन्छ वाटर पानी जुन चाहिँ प्लान्ट्सले आफ्नो भुइँबाट या सोलबाट एब्जर्ब गर्छ थ्रु रुट्सहरूले रुटमा मसिनो कपाल जस्तो ब्रान्चहरू बनिएको हुन्छ जुन चाहिँ हामी रुट हेयर भन्छौँ त्यो रुट हेयर्सले वाटर चाहिँ एब्जर्ब गर्छ भुइँबाट जमिनमा भएको त्यो मसिनो वाटर पार्टिकल्सहरूलाई त्यो रुट हेयरले एब्जर्ब गरेर थ्रु जाइलम भन्ने एउटा टिस्युज हुन्छ जुन चाहिँ कम्प्लेक्स टिस्यु हो जसको काम चाहिँ खालि यो वाटर र मिनरल्सलाई प्लान्टको बडीमा रुटबाट प्लान्टको डिफ्रेन्ट पार्ट्समा पुर्याउने काम गर्छ र त्यो जाइलमबाट वाटर एब्जर्ब भएको वाटर प्लान्ट्सको हायर लेभल बडीमा पुग्छ र त्यो हायर लेभल बडीमा पुग्नु भनेको हरेकवटा लिभ्स हरेकवटा पत्तामा त्यो पानी पुग्छ त्यहाँ भुइँबाट र त्यसरी नै प्लान्ट्सलाई अर्को फोटोसिन्थेसिसको लागि अर्को एउटा चिज चाहिने भनेको एसेन्सियल कम्पोनेन्ट भनेको कार्बन डाइअक्साइड हो कार्बन डाइअक्साइड त्यो प्लान्टले डाइरेक्टली एटमोस्फियरबाट लिफभित्र पस्छ लिफमा मसिनो पोर्स हुन्छ सानो खालके दुलो जस्तो स्ट्रक्चर हुन्छ जुन चाहिँ हामी स्टोमाटा भन्छौँ त्यो स्टोमाटाको काम के हो भन्दाखेरि ग्यास एक्सचेन्ज गर्नु प्लान्टभित्र प्रड्युस भएको अक्सिजनलाई बाहिर फ्याँक्नु र बाहिरको कार्बन डाइअक्साइडलाई भित्र तान्नु र यो सानो पातमा भएको मसिनो पोर्स जुन चाहिँ स्टोमाटल होल पोर्स छ त्यो स्टोमाटाबाट चाहिँ कार्बन डाइअक्साइड भित्र पस्छ लिफभित्र पस्छ र त्यहाँभित्र प्रड्युस भएको अक्सिजन बाहिर पनि निस्किन्छ र कार्बन डाइअक्साइड यसरी एटमोस्फियरबाट प्लान्टले कार्बन डाइअक्साइड थ्रु स्टोमाटाभित्र लिन्छ वाटर सोइलबाट वाटर थ्रु रुट्स र जाइलमबाट यो लिभ्समा आइपुग्छ
त्यसरी नै अब यो वाटर र कार्बन डाइअक्साइडमा भएको कार्बन र वाटरमा भएको हाइड्रोजन अक्सिजन चाहिँ कम्बाइन भएर उसले एउटा एनर्जी प्याक बनाउँछ जुन चाहिँलाई हामी ग्लुकोज मोलिक्युल्समा पुरा कन्भर्ट गर्छ। त्यो ग्लुकोज मोलिक्युल्समा कन्भर्ट गर्नुको लागि चाहिँ उसलाई चाहिने चाहिँ यो सोलर एनर्जी जुन चाहिँ हुन्छ, घामको एनर्जी, सनलाइट चाहिने हुन्छ। त्यो सोलर एनर्जी चाहिँ लिफले क्याप्चर गरेर त्यसलाई चाहिँ ग्लुकोजमा, त्यसलाई चाहिँ केमिकल एनर्जीमा कन्भर्ट गर्छ र त्यो सोलर एनर्जीलाई ट्र्याप गर्नुको लागि चाहिँ यो ग्रीन कलरको एउटा पिगमेन्ट जुन चाहिँ हामी क्लोरोफिल पिगमेन्ट भन्छौँ, प्लान्ट्समा प्रेजेन्ट भएको प्लेन्टी अफ ग्रीन कलर पिगमेन्ट जुन चाहिँ प्रेजेन्ट हुन्छ लिफमा, त्यो क्लोरोफिल पिगमेन्टले चाहिँ यो सनलाइटबाट आएको सनको रेस जुन चाहिँ हुन्छ, जुन चाहिँ सोलर एनर्जी जुन चाहिँ हुन्छ, त्यो सोलर एनर्जीलाई चाहिँ ट्र्याप गरेर त्यो लिफ सेल्सभित्र राख्छ र त्यो एनर्जीको हेल्पले चाहिँ यो कार्बन डाइअक्साइड र वाटर जुन चाहिँ प्लान्टले लिफमा पुर्याएको थियो, त्यो कार्बन डाइअक्साइड र वाटरलाई कम्बाइन गराएर एउटा त्यो सोलर एनर्जी चाहिँ त्यो दुईटाको मोलिक्युल्सबाट कम्बाइन गराएर ग्लुकोज मोलिक्युल्स बनाउँछ र यो एनर्जी, सोलर एनर्जी चाहिँ त्यो मोलिक्युलभित्र ट्र्याप गरेर प्लान्टले राख्छ र यो ग्लुकोज प्रड्युस हुँदाखेरि यो सँगसँगै एउटा एक्सेस अमाउन्टमा अक्सिजन पनि प्रड्युस हुन्छ है, त्यसलाई हामी बाई प्रोडक्ट भन्छौँ। र यसरी थ्रु फोटोसिन्थेसिस जब कुनै पनि अटोट्रोपिक प्लान्टले आफ्नो खाना बनाउँछ त्यति बेला चाहिँ उसलाई चाहिने वाटर र कार्बन डाइअक्साइडलाई उसले कम्बाइन गर्छ विथ द हेल्प अफ सनलाइट एन्ड क्लोरोफिल र त्यसको प्रोडक्ट चाहिँ अक्सिजन र ग्लुकोज भनिन्छ र अक्सिजन चाहिँ बाई प्रोडक्ट हुन्छ। बाई प्रोडक्ट अर्थात् जुन चाहिँ प्रोडक्ट चाहिँ प्लान्टलाई नचाहिने प्रोडक्ट हुन्छ र त्यो प्रोडक्ट चाहिँ उसले बाहिर फ्याँकिदिन्छ एटमोस्फियरमा, थ्रु स्टोमाटा नै त्यो बाहिर रिलिज भएर जान्छ र ग्लुकोज जुन चाहिँ प्रिपेयर भएको हुन्छ त्यो चाहिँ प्लान्टले आफ्नो लिभ्सदेखि लिएर स्टेम, रुट र फ्रुट्सहरू गरेर डिफ्रेन्ट बडी पार्ट्समा यो ग्लुकोज स्टोर गर्छ र जब प्लान्टलाई एनर्जीको जरुरत पर्छ त्यति बेला यो ग्लुकोज ब्रेकडाउन भएर यसले युटिलाइज गर्छ र यो मोड अफ न्युट्रिसन्स जुन चाहिँ छ यसलाई चाहिँ हामी अटोट्रोपिक मोड अफ न्युट्रिसन्स भन्छौँ, जुन चाहिँमा चाहिँ सेल्फ प्रिपेयरिङ, जुन चाहिँमा चाहिँ प्लान्ट्सले आफ्नो सेल्फ प्रिपेयर गरिरहेको हुन्छ खाना। र अर्को चाहिँ मोड अफ न्युट्रिसन्स के छ भन्दा हेटेरोट्रोपिक मोड अफ न्युट्रिसन्स र जुन चाहिँ प्लान्टले चाहिँ हेटेरोट्रोपिक मोड अफ न्युट्रिसन अपनाउँछ त्यो प्लान्टलाई चाहिँ हामी हेटेरोट्रोपिक प्लान्ट्स भन्छौँ। जस्तो अदर फिडर्स, अटोट्रोप्समा चाहिँ सेल्फ फिडर्स थियो, यसमा चाहिँ अदर फिडर्स। यो प्लान्ट्सले कम्प्लिटली आफै खाना बनाए पनि कतिवटा न्युट्रिसन्सहरू आफै लिन सक्दैन, त्यसमा चाहिँ त्यसको चाहिँ डिफ्रेन्ट रिजन्सहरू छ। मोस्ट अफ द टाइम चाहिँ त्यसमा के हुनसक्छ भन्दा ल्याक अफ क्लोरोफिल है, जुन चाहिँ प्लान्टमा चाहिँ क्लोरोफिल कम्ती छ या छँदै छैन, त्यस्तो प्लान्ट्सहरूलाई चाहिँ अटोट्रोपिक मोड अफ न्युट्रिसन फलो गर्नु साह्रो पर्छ। यो खाना बनाउनु आफ्नै बडीमा त्यो एनर्जाइज्ड पार्टिकल प्रड्युस गर्नु साह्रो पर्छ र उनीहरूले चाहिँ त्यो न्युट्रिसन चाहिँ अरू अर्ग्यानिजम्स, अरू लिभिङ थिङ्सबाट या डेड थिङ्सबाट लिने गरेको हुन्छ है। त्यसको चाहिँ अब हामीले क्यारेक्टरिस्टिक्स हेऱ्यौँ भने चाहिँ मोस्ट अफ द टाइम क्लोरोफिल त्यो हेटेरोट्रोपिक्समा पाउँदैन र हेटेरोट्रोपिक मोड अफ न्युट्रिसन अपनाउने फाल्टु अर्ग्यानिजम्सबाट खाना लिने जुन चाहिँ प्लान्ट्स हुन्छ त्यसलाई हेऱ्यौँ भने हामी फर्स्ट अफ अल प्यारासाइटिक प्लान्ट्स भनेको चाहिँ त्यो प्लान्ट्स जसले चाहिँ आफ्नो खाना चाहिँ यो अर्को एउटा लिभिङ अर्ग्यानिजम्सबाट नै लिन्छ जस्तो र कसरी भन्दाखेरि चाहिँ अब धेरैवटा जस्तो यहाँ डोडर या कस्कुटा भन्ने जुन चाहिँ प्लान्ट हुन्छ, जुन चाहिँ अर्को प्लान्टमाथि अलरेडी भुइँबाट ग्रोन अप भएको प्लान्टमाथि त्यो प्लान्ट ग्रो हुन थाल्छ। त्यो प्लान्ट आफै त्यहाँनिर अर्को प्लान्टमाथि ग्रो हुन्छ लिभिङ प्लान्टबाट र उसकोमा जुन चाहिँ लिभिङ प्लान्ट छ त्यो लिभिङ प्लान्टलाई होस्ट भन्छौँ। र प्यारासाइटिक प्लान्ट्सहरू अलिकति हार्मफुल पनि हुन्छ होस्टको लागि, किन भन्दा उसले कम्प्लिटली आफ्नो न्युट्रिसन र सेल्टर चाहिँ होस्टमा नै डिपेन्ड हुन्छ है। जस्तो प्यारासाइटिक भनेको उसले अब स्टिलिङ फ्रम द होस्ट, उसले खाना चाहिँ होस्टले प्रिपेयर गरेको खाना नै उसले चोरेर खाएको जस्तै गर्छ। र यसमा चाहिँ यस्तो प्यारासाइटिक प्लान्ट्सहरूमा मोस्टली हामी रुट्स देख्दैनौँ, रुट्सको ठाउँमा हामी देख्छौँ हस्टोरिया भनेको चाहिँ त्यो सार्प र मसिनो ट्युब स्ट्रक्चर, जरा जस्तै स्ट्रक्चर भएको हुन्छ, तर यो ट्युबहरू चाहिँ लिभिङ
होस्टको बडी भित्र पेनिट्रेट गरेर भित्र त्यो पेनिट्रेट भएर त्यो लिभिङ होस्टको फ्लोएम जाइलमसम्म पुगेर यहाँबाट चाहिँ उसले खाना सक गर्ने हुन्छ है। त्यहाँबाट लिभिङ होस्टको टिस्युबाट चाहिँ त्यो खाना उसले एब्जर्ब गर्छ र यो प्लान्ट्सहरूले चाहिँ होस्टको लागि चाहिँ यो प्लान्ट्सहरू धेरै नै हार्मफुल हुन्छ किनभने यिनीहरूले होस्टले प्रिपेयर गरेको खाना, होस्टले एब्जर्ब गरेको वाटर मिनरलहरू यिनीहरूले एब्जर्ब गरिदिने हुन्छ र अब होस्ट स्ट्रङ छ भने चाहिँ यो प्लान्ट दुइटै प्लान्ट सर्भाइभ गर्छ। तर कतिवटा केसमा चाहिँ के हुन्छ भन्दा होस्ट त्यस्तो स्ट्रङ नहुनु पनि सक्छ र होस्ट स्ट्रङ नभएको केसमा चाहिँ यो प्लान्टले होस्टलाई मारिदिनु पनि सक्छ। उसले होस्टले एब्जर्ब गरेको र प्रिपेयर गरेको सबै खाना यसले मात्रै एब्जर्ब गरेर होस्टले त्यो खाना प्रपर बडीमा होस्ट प्लान्टको प्रपर बडीमा नपुग्दाखेरि चाहिँ होस्ट प्लान्ट मर्नु पनि सक्छ। र प्यारासाइटिक प्लान्ट्सहरू चाहिँ मोस्टली अब कस्कुटा, डोडलर, हामी जुन चाहिँ जन्डिस लहरा भन्छौँ, अर्किडहरू यिनीहरू सबै चाहिँ प्यारासाइटिक प्लान्ट्स हो जसले चाहिँ आफ्नो खाना चाहिँ होस्ट प्लान्टबाट लिने गर्छ। र अर्को हेटरोट्रोपिक मोड अफ न्युट्रिसन हेऱ्यौँ भने माइक्रो हेटरोट्रोपिक न्युट्रिसन्स भन्छौँ जुन चाहिँ यसले हामी फङ्गी फ्रेन्ड पनि भन्छौँ। फङ्गी फ्रेन्ड भनेको यो यिनीहरूले चाहिँ के गर्छ भन्दाखेरि माइक्रो हेटरोट्रोपिक प्लान्ट्सहरूले चाहिँ आफ्नो न्युट्रिसन्स चाहिँ कम्प्लिटली फङ्गसबाट लिन्छ। च्याउहरू, फङ्गीहरू जति पनि यो नन ग्रिन लिभिङ अर्गानिजम्स छ यिनीहरूबाट यिनीहरूले न्युट्रिसन्स लिन्छ र यो फङ्गिसहरूले लिने न्युट्रिसन जति पनि छ यिनीहरूले यो यस्तो टाइपको प्लान्ट्सहरूले चाहिँ फङ्गीबाट न्युट्रिसन्स लिने चाहिँ स्पेसली यो प्लान्ट्सहरूले फङ्गीबाट चाहिँ के लिन्छ भन्दा कार्बन। अब यो प्लान्ट्सहरू चाहिँ त्यो जङ्गलको एकदम डिप भित्र उम्रिने प्लान्ट्सहरू भएकोले गर्दाखेरि त्यो जङ्गलको जुन चाहिँ बेड हुन्छ जुन चाहिँ हामी ह्युमस लेयर हुन्छ टप सोइल लेयर अफ द जङ्गल त्यहाँ चाहिँ लाइट पनि राम्रो पुग्न सक्दैन र एटमोस्फियरिक एयर पनि त्यस्तो प्लेन्टी अमाउन्टमा पुग्न सक्दैन। मिनरल्सहरू पनि अरू ठुलो प्लान्ट्सहरूले एब्जर्ब गरेको कारणले गर्दा सोइलमा मिनरल्सहरूको छोटो जरा भएको प्लान्ट्सहरूले त्यो लिन नसक्दाखेरि चाहिँ यिनीहरू चाहिँ कार्बन जस्तो एलिमेन्टको लागि, कार्बन जस्तो कि मिनरलको लागि चाहिँ कम्प्लिटली फङ्गसमाथि डिपेन्ड गर्छ र यिनीहरूले जराभित्रबाट एउटा नेटवर्क डेभलप गरेको हुन्छ है। जुन चाहिँ नेटवर्कलाई हामी माइक्रोरिजल नेटवर्क्स भन्छौँ। माइक्रोरिजल एन्ड नेटवर्क्स भनेको चाहिँ त्यो भित्र जराबाट चाहिँ खालि फङ्गस टु फङ्गस मात्रै यो कनेक्ट भएको हुन्छ र एक एकवटा फङ्गसबाट यिनीहरूले आफ्नो न्युट्रिसन्स लिएर स्पेसली कार्बन एब्जर्ब गर्छ र यिनीहरूले आफ्नो लिभिङ स्ट्याटस मेन्टेन गरिरहेको हुन्छ है। एउटा मोनोट्रोप युनिफर्म भन्ने यो जुन चाहिँ प्लान्ट छ यो चाहिँ एउटा इन्डियन पाइप पनि भन्छौँ यसलाई। यो प्लान्टले पनि यो प्लान्ट चाहिँ एउटा माइक्रो हेटरोट्रोपिक मोड अफ न्युट्रिसन्सको लागि एउटा एक्जाम्पल हो। र अरू प्लान्ट्सहरू कस्तो हुन्छ भन्दा हेटरोट्रोपिक मोड अफ न्युट्रिसनमा अझै एउटा भेराइटीको प्लान्ट्स हुन्छ जुन चाहिँलाई हामी कार्निभोरस प्लान्ट्स भन्छौँ। कार्निभोरस या इन्सेक्टिभोरस प्लान्ट्स पनि भन्छौँ। इन्सेक्टिभोरस प्लान्ट्सले चाहिँ के गर्छ भन्दा यो प्लान्ट्सहरूले चाहिँ इन्सेक्टिभोरस भनेको इन्सेक्ट इटिङ प्लान्ट्स, यिनीहरूले चाहिँ इन्सेक्ट्सहरूलाई ट्र्याप गरेर मारेर त्यो इन्सेक्ट्सबाट चाहिँ आफूलाई चाहिएको न्युट्रिसन्स लिन्छ। स्पेसली जस्तो अघि माइक्रो हेटरोट्रोपिक प्लान्ट्समा चाहिँ प्लान्ट्सले चाहिँ फङ्गीबाट कार्बन लिँदै थियो भने चाहिँ यो खालको प्लान्ट्सहरूमा चाहिँ ल्याक अफ नाइट्रोजन हुन्छ। नाइट्रोजन चाहिँ यिनीहरू यो प्लान्ट्सहरूले नाइट्रोजन चाहिँ प्लेन्टी अफ नाइट्रोजन पाउँदैन, एब्जर्ब गर्नु सक्दैन र यो प्लान्ट्सहरूले चाहिँ सोइलबाट त्यो नाइट्रोजन एब्जर्ब गर्नु नसकेको कारणले यिनीहरूले चाहिँ त्यो नाइट्रोजन डेफिसियन्सी पुरा गर्नु चाहिँ इन्सेक्ट्सहरूलाई ट्र्याप गर्छ र त्यो इन्सेक्ट्सहरूलाई ट्र्याप गरेर त्यो इन्सेक्ट्सहरूलाई डाइजेस्ट गराउँछ, मार्छ र त्यो इन्सेक्ट चाहिँ यही प्लान्टको भित्र डाइजेस्ट हुन्छ र डाइजेस्ट भइसकेपछि त्यहाँबाट भएको त्यो इन्सेक्टमा भएको नाइट्रोजन कम्पाउन्ड जुन चाहिँ हुन्छ त्यो चाहिँ प्लान्टले एब्जर्ब गर्छ र त्यहाँबाट आफ्नो डेफिसियन्सी नाइट्रोजन डेफिसियन्सी फुलअप गर्छ र त्यो यो इन्सेक्ट्सहरूलाई ट्र्याप गरेर नाइट्रोजन फिलअप गर्ने भएकोले गर्दा यिनीहरूलाई कार्निभोरस प्लान्ट भनेको जुन चाहिँ प्लान्टले चाहिँ इन्सेक्ट्स खान्छ या इन्सेक्टिभोरस प्लान्ट्स जसले चाहिँ इन्सेक्ट खान्छ भन्ने, इन्सेक्टलाई ट्र्याप गरेर मार्छ भन्ने र इन्सेक्ट्स
इन्सेक्टिभोरस प्लान्ट्स भनेको जति पनि इन्सेक्ट्सहरू चाहिँ यिनीहरूकोमा गएर प्लान्टको बडीमा गएर बस्छ। जस्तो यहाँनिर ट्र्यापिङ टाइप के हुनसक्छ भन्दा पिटफल, स्टिकी, स्न्याप, ब्ल्याडर ट्र्याप भन्ने हुन्छ। पिटफल भनेको कुनै प्लान्टमा एउटा पिट जस्तो एउटा खाल्टा जस्तो हुन्छ, एउटा भाँडा जस्तो स्ट्रक्चर हुन्छ र त्यो स्ट्रक्चर भित्र इन्सेक्ट बस्यो भने त्यहाँभित्र भएको डाइजेस्टिभ जुसले त्यसलाई डाइजेस्ट गराउँछ। अर्को स्टिकी सब्सटेन्स हुन्छ, कसैकोमा त्यो स्टिकी ट्रेन्ड्रिल्स हुन्छ, यहाँ स्टिकी फ्लोरल स्टिकी हुन्छ, जुन चाहिँमा चाहिँ इन्सेक्ट गएर एकपल्ट टालिसकेपछि त्यो हतपति निस्कनु सक्दैन। कतिवटा स्न्याप हुन्छ, स्न्याप अर्थात् त्यो कतिवटा प्लान्ट्सले चाहिँ जस्तो भेनस फ्लाइ ट्र्यापहरू भयो, त्यसले चाहिँ त्यो दुईटा पत्ता इन्सेक्ट्स आएर पत्ताको बिचमा बसेर दुईटा पत्ता छ्याप्पै क्लोज हुँदाखेरि त्यसलाई ट्र्याप गर्नु सक्छ है। कतिमा ब्ल्याडर ट्र्याप हुन्छ है, कसैले त्यो आफ्नो उसमा बसेपछि फुलको स्टिकमा बसिसकेपछि त्यो ब्ल्याडरमा बसिसकेपछि त्यो ब्ल्याडरै क्लोज हुने हुन्छ है। र यसरी चाहिँ यो इन्सेक्टिभोरस प्लान्ट्सहरूले धेरै 4 किसिमको चाहिँ हामी यो ट्र्यापिङ इक्विपमेन्ट्सहरू देख्न सक्छौँ जुन चाहिँ प्लान्ट्सले युज गर्छ। र यसमा भेनस फ्लाइ ट्र्याप भयो, पिचर प्लान्ट भयो, पिचर प्लान्टले चाहिँ पिचर प्लान्टले पिटफल टेक्निक लाउँछ है। उसकोमा पिचर एउटा स्ट्रक्चर हुन्छ, त्यसको माथिपट्टि त्यो जब इन्सेक्ट्स आएर त्यो पिचरको डिलमा बस्छ उसले माथिबाट त्यसको कभरिङले ठक्क छोप्दाखेरि इन्सेक्ट्स त्यो पिचरभित्र पस्छ र त्यहाँभित्र नै डाइजेस्ट हुन्छ है। र यसरी चाहिँ हामीले डिफ्रेन्ट टाइप्स अफ न्युट्रिसन्सबाट हामी प्लान्ट्सलाई क्लासिफाई गर्न सक्छौँ। जस्तो ऱ्याफ्लेसिया आर्नोल्डी भयो, यसले चाहिँ लार्जेस्ट फ्लावर हो, यो चाहिँ प्यारासाइटिक फ्लावर हो। प्यारासाइटिक फ्लावर जुन चाहिँ अर्को लिभिङ प्लान्टमा मात्रै ग्रो गर्छ, ट्रिजतिर ग्रो गर्छ र यसले डल्लै न्युट्रिसन्स त्यही ट्रीबाट अब्जर्भ गर्छ। अर्को भयो मोनोट्रोपा युनिफ्लोरा, यो चाहिँ कम्प्लिटली यो चाहिँ फङ्गीमाथि डिपेन्ड गर्छ। यो चाहिँ फङ्गीमाथि यसले न्युट्रिसन सबै फङ्गीबाट एब्जर्भ गर्छ। र अर्को भयो सेरासिना पोर्पेरा, यो चाहिँ पिचर प्लान्ट भयो। पिचर प्लान्ट जुन चाहिँ इन्सेक्ट्सलाई मारेर त्यसलाई डाइजेस्ट गरेर त्योबाट नाइट्रोजन डेफिसियन्सी आफ्नो जुन चाहिँ हुन्छ त्यो पुरा गर्छ। यो मोनोट्रोपाले चाहिँ आफ्नो कार्बन डेफिसियन्सी चाहिँ फङ्गसबाट पुरा गर्छ, फङ्गीबाट पुरा गर्छ। र ऱ्याफ्लेसियाले चाहिँ आफ्नो सबै न्युट्रिसन्सहरू लिभिङ अर्गानिजम्स, लिभिङ ट्रीबाट लिने गर्छ। र यसरी चाहिँ डाइभर्सिटी प्लान्ट्सको न्युट्रिसनको बेसमा डाइभर्सिटी हेऱ्यो भने दुईटा ब्रोड क्लासिफिकेसन छ। एउटा अटोट्रप्स जसले आफै नै एनर्जी ट्र्याप गरेर एउटा फोटोसिन्थेसिसको प्रोसेसबाट आफ्नो एनर्जी बनाउँछ, एउटा फुड पार्टिकल्स क्रिएट गर्छ र त्यही फुड पार्टिकल्स नै आफ्नो लिभिङ होस्टको लागि युज गर्छ। अर्को चाहिँ हुन्छ स्पेसलाइज रोल इन न्युट्रिसन साइकल जुन चाहिँ हेटेरोट्रपिक छ। हेटेरोट्रप्सहरूले चाहिँ जुन चाहिँ न्युट्रिसन साइकल्स हुन्छ, जस्तो प्रड्युसर्सले खाना बनाउने, त्यहाँदेखि त्यसलाई प्राइमेरी कन्ज्युमरले कन्ज्युम गर्ने, सेकेन्डरी कन्ज्युमरले प्राइमेरी कन्ज्युम गर्ने, सेकेन्डरीलाई टर्सियरीले कन्ज्युम गर्ने, जुन चाहिँ यो साइकल छ, यो न्युट्रिसन साइकल्समा हेटेरोट्रपिक्स पनि एउटा मिडियम भएर जान्छ। र अटोट्रपिक्स द बेस अफ द इकोसिस्टम भयो। बेस अफ द इकोसिस्टम भनेको यिनीहरूले नै एनर्जीको स्टार्टिङ प्रड्युस, जुन चाहिँ सनबाट जुन चाहिँ एनर्जी आउँछ त्यो ट्र्याप नै लिभिङ अर्गानिजम्सको लागि ट्र्याप गरेर यसलाई केमिकल एनर्जीमा कन्भर्ट गर्ने नै यिनीहरू नै हो है। र यसरी नै यहाँबाट ट्रपिजमको बेसमा हामी एडाप्टेसन्स पनि हेर्न सक्छौँ। डिफ्रेन्ट प्लान्ट्सहरूले आफ्नो न्युट्रिसन्स डिफिसियन्सी पुरा गर्नको लागि उनीहरूको डिफ्रेन्ट एडाप्टिभ फिचर्सहरू चलाइरहेको। पिचर प्लान्ट्सले इन्सेक्ट ट्र्याप गर्ने भयो, या त फङ्गसबाट एनर्जी ट्र्याप गर्ने भयो, या लिभिङ होस्टबाट एनर्जी एब्जर्ब गर्ने, सबै कुराहरू नै उनीहरूले आफ्नै एडाप्टिभ फिचर्सहरू चलाइरहेको हुन्छ। र यो ट्रपिजमको लागि हाम्रोमा अझै फर्दर रिसर्चहरू भइरहेको छ है। फर्दर अझै अरूले पनि रिसर्च गर्न सक्ने अवस्थाहरू छ। र यसरी यो हामी प्लान्ट्स क्लासिफिकेसन्स न्युट्रिसनको बेसमा पनि हामी प्लान्ट्सलाई क्लासिफाई गर्न सक्छौँ। ब्रोडली 2 किसिमले क्लासिफाई गर्न सक्छौँ, अटोट्रप्स र हेटेरोट्रप्स। त्यसपछि हामी त्यसलाई नै प्यारासाइट, स्याप्रोफाइट गर्दै 3 किसिमले हेटेरोट्रप्सलाई पनि क्लासिफाई गर्न सक्छौँ। प्यारासाइट्स जसले
लिभिङ होस्टबाट प्लान्ट्स लिन्छ माइक्रोएरोट्रप्स जसले खालि मसरुम्स र फङ्गसबाट मात्रै आफ्नो न्युट्रिसन लिन्छ स्पेसली कार्बन डेफिसियन्सी लिन्छ र अर्को चाहिँ कार्निभोरस या इन्सेक्टिभोरस प्लान्ट्स जसले चाहिँ कम्प्लिटली इन्सेक्ट्सबाट चाहिँ आफ्नो नाइट्रोजन डेफिसियन्सी पुरा गर्छ है र यो टपिक जति हामी डिस्कस गऱ्यौँ यसको बेस्डमा कतिवटा क्वेसन्सहरू आउन सक्छ जस्तो वाट इज द प्राइमेरी मोड अफ न्युट्रिसन्स in plants. A primary mode of nutrition in plants, heterotropic mode of nutrition saprotropic parasitic saprotropic भन्ने कुरा dead and decaying बाट लिने न्युट्रिसन्स लिने प्रोसेस भयो हेटेरोट्रोपिक मोड अफ न्युट्रिसन्स भनेको अरूमा डिपेन्डेन्ट भएर लिने भयो अटोट्रोपिक भनेपछि आफैले प्रिपेयर गर्ने भयो सैप्रोफाइटिक भनेको डेड एन्ड डिकेइङबाट प्यारासाइटिक भनेको लिभिङ होस्टबाट लिने गर्दाखेरि यो चारटै अप्सनमा हेर्दाखेरि हामीले वरिपरि देखेको प्लान्ट्सहरू प्राय ग्रीन कलरको प्लान्ट्स क्लोरोफिल भएको प्लान्ट्सहरू चाहिँ बेसी छ जसले चाहिँ खाना आफै बनाउन सक्छ त्यसले गर्दाखेरि चाहिँ मोस्ट अफ द प्राइमेरी मोड अफ न्युट्रिसन प्लान्ट्स चाहिँ अटोट्रोपिक मोड अफ न्युट्रिसन नै हो कोही कोही मात्रै प्लान्ट्सहरू एकदम धेरै कम्ती प्लान्ट्स छ जसले हेटेरोट्रोपिक मोड अफ न्युट्रिसन अपनाएको छ सैप्रोफाइटिक प्यारासाइटिकहरू यो दुईटै सबै हेटेरोट्रोपिक मोड अफ न्युट्रिसनमा नै पर्ने गर्छ है त्यस्तै पाराले विच पार्ट अफ द प्लान्ट इज मेनली इन्भल्भ इन एब्जर्बिङ लाइट एनर्जी भन्दैछ अब प्लान्ट्सले चाहिँ कुन चाहिँ पार्टले चाहिँ एनर्जी एब्जर्ब लाइट एनर्जी एब्जर्ब गर्छ या सोलर एनर्जी एब्जर्ब गर्छ भन्ने कुरा छ रुट्स त माटो मुनि भएकोले गर्दाखेरि त्यो लाइटमा एक्सपोज हुने कुरै आएन त्यसले लाइट एनर्जी एब्जर्ब गर्ने कुरै आएन स्टेम जुन चाहिँ छ त्यो सिलिन्ड्रिकल छ एकदम रड लाइक स्ट्रक्चर छ त्यो स्टेमले पनि लाइट एनर्जी एब्जर्ब गर्ने कुरै आएन किनभने त्यो डार्क कलरको छ त्यस्तै पारा लिभ्स जुन चाहिँ छ लिभ्स हेऱ्यौँ भने हामीले लिभ्स चाहिँ फ्ल्याट सर्फेस उत्तानो परेर आकाशपट्टि फर्केको सर्फेस छ र त्यसमा चाहिँ ग्रीन कलर पिगमेन्ट मोस्टली लाइट एनर्जी एब्जर्ब गर्ने भनेको क्लोरोफिल हो ग्रीन कलर पिगमेन्ट जुन चाहिँ प्लान्ट्समा प्रेजेन्ट हुन्छ क्लोरोफिल त्यसले चाहिँ लाइट एनर्जी एब्जर्ब गर्छ र हामीले देखेको ग्रीन कलर पार्ट अफ द प्लान्ट चाहिँ के हो भन्दा लिभ्स हो जसमा चाहिँ क्लोरोफिल प्रेजेन्ट हुन्छ र लिभ्सले चाहिँ लाइट एनर्जी एब्जर्ब गर्नु सक्छ त्यस्तै पाराले फ्लावरले पनि लाइट एनर्जी एब्जर्ब गर्न सक्दैन किनभने फ्लावर हामीले ग्रीन कलरको फ्लावर देखेको छैनौँ अर्थात् फ्लावरमा क्लोरोफिल पिगमेन्ट हुँदैन र फ्लावरले पनि त्यो माथि एक्सपोज भए पनि त्यसले लाइट एनर्जी एब्जर्ब गर्नु सक्दैन र वाट इज द ग्रीन पिगमेन्ट कल्ड द्याट इज एसेन्सियल फर फोटोसिन्थेसिस है यो अघि हामीले डिस्कस गरेको ग्रीन पिगमेन्टको नाम चाहिँ के हो क्लोरोफिल हो त्यसले गर्दाखेरि फोटोसिन्थेसिसमा युज हुने ग्रीन पिगमेन्ट चाहिँ क्लोरोफिल हो एउटा छ ज्यान्थोफिल भनेको यो रातो खालको पिगमेन्ट हुन्छ क्लोरोफिल ग्रीन कलर पिगमेन्ट भयो एन्थोसाइनन्स ब्लू कलर पिगमेन्ट भयो क्यारोटिन्स येल्लो कलर पिगमेन्ट भयो र हामीलाई सोधेको चाहिँ के छ भन्दा ग्रीन कलर पिगमेन्ट जुन चाहिँ फोटोसिन्थेसिसमा युज हुन्छ भने त्यो चाहिँ क्लोरोफिल हो थ्रु विच पार्ट अफ द प्लान्ट डज कार्बन डाइअक्साइड इन्टर्स द लिभ्स भन्दैछ है कार्बन डाइअक्साइड भित्र चाहिँ लिभ्स भित्र चाहिँ कार्बन डाइअक्साइड कुन चाहिँ पार्टबाट पस्छ भन्दाखेरि हामीले डिस्कस गरेको अनुसार चाहिँ कार्बन डाइअक्साइड चाहिँ लिभ्समा सानो खालके होलहरू स्मल पोर्सहरू हुन्छ जुन चाहिँ हामी स्टोमाटा भन्छौँ त्यो पोर्सबाट नै कार्बन डाइअक्साइड र अक्सिजनको ग्यास एक्सचेन्ज हुने गर्छ है त्यसले गर्दाखेरि अब यहाँनिर क्युटिकल्स भनेपछि त त्यो मुनिको स्टक भयो त्यहाँबाट त लिभ्सबाट जाने कुरा आएन रुट हेयर भनेको त रुटमा पाउने कुरा हो र लिभ्समा हुँदैन लिभ्सको पार्टै होइन त्यस्तै पाराले पेटल्स भनेको फ्लावरको पार्ट हो लिभ्सको पार्टै होइन र त्यसले गर्दा ओन्ली अप्सन इज स्टोमाटा जुन चाहिँ लिभ्सको एउटा के हो यो सानो पोर स्ट्रक्चर हो सानो दुलो जस्तो स्ट्रक्चर हो जहाँबाट चाहिँ ग्यासेस एक्सचेन्ज हुन्छ है त्यस्तै पाराले अर्को छ वाट आर द अर्गानिजम्स कल्ड द्याट सिन्थेसाइज देयर ओन फुड अब जसले आफै खाना बनाउँछ त्यस्तो अर्गानिजम्सलाई चाहिँ के भन्छ भन्ने क्वेसन छ अटोट्रप्स अटो भनेपछि सेल्फ ट्रप्स भनेपछि सिन्थेसाइज गर्नु आफै बनाउनु अर्को छ हेटेरोट्रप्स हेटेरो भनेपछि फाल्टुले अरूले बनाएको अदर्स ट्रप्स भनेपछि फिडर्स है अरूले बनाएको अरूले खाने अरूकोबाट खाने
सेप्रोट्रप्स भनेको डेडबाट खाने, डेड अर्गानिजम्सबाट खाने, प्यारासाइट भनेको लिभिङ अर्गानिजम्सबाट खाने। त्यसले गर्दाखेरि जसले आफूले पकाएर बनाएर खानु सक्छ त्यो चाहिँ के भयो, अटोट्रप्स, सेल्फ फिडर्स। हेटेरोट्रप्स अदर फिडर्स, अरूले बनाएको खाना खाने। सेप्रोट्रप्स भनेपछि डेड अर्गानिजम्समा रहेको न्युट्रिसन जुन चाहिँ उब्रेको हुन्छ त्यो खाने। प्यारासाइट्स भनेको लिभिङ अर्गानिजम्सको खाना खाने। त्यस्तै प्रकारले which of the following is not the product of photosynthesis? फोटोसिन्थेसिसको प्रोडक्ट चाहिँ के होइन भन्दाखेरि फोटोसिन्थेसिसको रिएक्सन भइसकेपछि के चाहिँ बनिँदैन भनेर हेऱ्यो भने अघि हामीले डिस्कस गरेको है, फोटोसिन्थेसिसमा कार्बन डाइअक्साइड र वाटर चाहिँ, कार्बन डाइअक्साइड वाटर चाहिएको हुन्छ र त्यो कार्बन डाइअक्साइड वाटर जुन चाहिँ चाहिन्छ त्यो चाहिँ कम्बाइन भएर एउटा ग्लुकोज बनिन्छ, ग्लुकोज पार्टिकल बनिन्छ। त्यो ग्लुकोज नै पछि गएर कार्बोहाइड्रेट या स्टार्चको फर्ममा स्टोर भएर बस्छ र अक्सिजन एउटा बाई प्रोडक्ट भएर निस्किन्छ। त्यसले गर्दा फोटोसिन्थेसिसमा बनिने चिजबिज चाहिँ के हो भन्दा अक्सिजन पनि बनिन्छ, वाटर पनि बनिन्छ, कार्बोहाइड्रेट पनि बनिन्छ। नबनिने चाहिँ के हो भन्दा कार्बन डाइअक्साइड मात्रै, जुन चाहिँ हामीलाई अक्सिजन फोटोसिन्थेसिसमा चाहिँ ग्लुकोज प्रड्युस गर्नुको लागि चाहिने चिज चाहिँ कार्बन डाइअक्साइड मात्रै हो र कार्बन डाइअक्साइड चाहिँ के हो, फोटोसिन्थेसिसको प्रोडक्ट होइन। त्यस्तै प्रकारले which of the following is the parasite? अब कुन चाहिँ प्यारासाइट हो भन्दा कुन चाहिँ अर्को लिभिङ अर्गानिजम्समा पलाएको हुन्छ, लिभिङ ट्रिजमा या प्लान्ट्समा चाहिँ कुन चाहिँ प्लान्ट चाहिँ पलाउँछ भन्दा एल्गी भनेपछि लेउ त हामी देख्छौँ ढुङ्गामा, मुढामा, माटोमा, हिलोमा हुने चिज हो। यो अर्को लिभिङ अर्गानिजम्समा हुँदैन। कस्कुटा भनेको त्यो अघि हामीले इक्जाम्पलमा हेरेको एउटा पहेँलो खालको लहरा जुन चाहिँ हामी जन्डिस लहरा पनि भन्छौँ, त्यो कस्कुटा भयो, जसको चाहिँ जरा पनि हुँदैन। कुनै पनि एउटा प्लान्ट माथि लगेर फ्याँकिदियो भने त्यहीँ त्यो हुर्किहाल्छ। मसरुम्स भनेको च्याउ हामी प्रायः जस्तो सबै सुकेको, कुहिएको, सडिएको पाटोमा मात्रै भेट्छौँ। इस्ट पनि एउटा काइन्ड अफ फङ्गी नै हो है, जुन चाहिँ एउटा डेड न्युट्रिएन्ट्स लिएर डेड पार्ट्स अफ द प्लान्ट बडीमा नै उम्रिने हुन्छ र यहाँबाट लिभिङ होस्टमा उम्रिने भनेको चाहिँ कस्कुटा मात्रै हो र कस्कुटा चाहिँ एउटा प्यारासाइट बनिन्छ। त्यस्तै प्रकारले वाट इज द प्रोसेस कल्ड वेयर प्लान्ट्स मेक देयर ओन फुड युजिङ सनलाइट? अब प्लान्ट्सले फुड बनाउने प्रोसेसलाई चाहिँ के भन्छौँ भन्दाखेरि रेस्पिरेसन भनेको त त्यो फुड जुन चाहिँ हुन्छ प्लान्ट्सले बनाएको या लिभिङ अर्गानिजम्सले लिएको फुड ब्रेक हुने चाहिँ रेस्पिरेसन है, ग्लुकोज पार्टिकल्स ब्रेक गराएर कार्बन डाइअक्साइड प्रड्युस गर्ने चाहिँ रेस्पिरेसन प्रोसेस भयो। ट्रान्सपिरेसन भनेको प्लान्ट्सको बडीमा भएको जति पनि वाटर मोलिक्युल्स हुन्छ त्यो वाटर पार्टिकल्स या वाटर चाहिँ प्लान्ट्सको लिभ्सबाट या स्टोमाटाबाट चाहिँ मेनली भेपर फर्ममा निस्केर प्लान्ट्सको बडीबाट निस्केर बाहिर जान्छ है, त्यो प्रोसेसलाई चाहिँ ट्रान्सपिरेसन भन्छौँ। डाइजेसन भनेको ब्रेकिङ डाउन अफ फुड सब्सटेन्सेस, हामीले खाएको खाना जुन चाहिँ ब्रेकडाउन हुन्छ, सिम्पल कम्प्लेक्स मोलिक्युलबाट सिम्पल मोलिक्युलमा ब्रेकडाउन हुने प्रोसेस चाहिँ डाइजेसन हो। फोटोसिन्थेसिस चाहिँ लाइटको हेल्पबाट कुनै पनि सनलाइट युज गरेर खाना बनाउने प्रोसेस चाहिँ फोटोसिन्थेसिस हो र फोटोसिन्थेसिस चाहिँ हाम्रो क्वेसनको करेक्ट आन्सर हो। वाट काइन्ड अफ प्लान्ट आर कल्ड सेप्रोफाइट्स भन्दैछ। सेप्रोफाइट चाहिँ कस्तो प्लान्टलाई बनिन्छ भन्दा त्यस्तो प्लान्ट जुन चाहिँले चाहिँ मरेको सरिएको डेड म्याटरबाट खाना लिने गर्छ, जस्तो प्लान्ट्स द्याट फिड अन डेड एन्ड डिकेइङ म्याटर्स। प्रिपेयर देयर ओन फुड भनेपछि यो त अटोट्रप्स भयो। प्लान्ट्स द्याट फिड अन इन्सेक्ट्स भनेपछि इन्सेक्टिभोरस या कार्निभोरस प्लान्ट्स भयो। प्लान्ट द्याट फिड थ्रु प्यारासाइटिक मिन्स भनेको प्यारासाइटिक प्लान्ट्स भयो, जुन चाहिँ लिभिङ होस्टबाट लिन्छ गर्दा यो लिभिङ होस्टको प्यारासाइटिक्स भयो। प्लान्ट द्याट फिड अन इन्सेक्टिभोरस या कार्निभोरस प्लान्ट्स भयो। प्लान्ट द्याट प्रिपेयर देयर ओन फुड अटोट्रप्स भयो र प्लान्ट्स द्याट फिड अन डेड एन्ड डिकेइङ म्याटर्स भनेको चाहिँ सेप्रोफाइट्स हुन्छ र हाम्रो करेक्ट एन्सर चाहिँ द्याट फिड अन डेड एन्ड डिकेइङ म्याटर्स भनेको सेप्रोफाइट्स भयो। यसमा चाहिँ अब अर्को हेर्नु हो भने वाट इज नाइट्रोजन फिक्स्ड इन सोल बिकम्स युजेबल टु प्लान्ट्स भन्दैछ। यो हामीले डिस्कस नगरेको पार्टको क्वेसन्सहरू पढ्यो है। र विच पार्ट अफ द प्लान्ट डज फोटोसिन्थेसिस प्राइमेरीली अकर? कुन चाहिँ पार्टमा चाहिँ फोटोसिन्थेसिस अकर गर्छ भन्दाखेरि फोटोसिन्थेसिस मेनली हुने चाहिँ कुन चाहिँ पार्ट हो भन्दा
स्टेम रूट लिफ र फ्लावरमा रूट त अन्डरग्राउन्ड भयो लाइट भेट्न सक्दैन स्टेमले पनि लाइट प्रपरली एब्जर्ब गर्न सक्दैन किन भन्दा त्यहाँ क्लोरोफिल प्रेजेन्ट हुँदैन फ्लावर पनि कलरफुल हुन्छ तर त्यहाँ क्लोरोफिल हुँदैन लाइट एब्जर्ब गर्न सक्दैन लाइट एनर्जी ट्र्याप गर्न सक्दैन र लिफ मात्रै यस्तो पार्ट हो जुन चाहिँ ग्रीन कलर पिगमेन्ट क्लोरोफिल हुन्छ र त्यसले लाइट ट्र्याप गर्छ र लिफमा नै फोटोसिन्थेसिस मेनली अकर गर्दै गरेको हुन्छ है वाट इज द रोल अफ क्लोरोफिल इन फोटोसिन्थेसिस भनेपछि क्लोरोफिलको रोल चाहिँ लाइट एनर्जी क्याप्चर गर्नु या ट्र्याप गर्नु हो है इट एब्जर्ब्स कार्बन डाइअक्साइड अब कार्बन डाइअक्साइड एब्जर्ब गर्ने प्लान्ट पार्ट चाहिँ स्टोमाटा हो इट रिलिज अक्सिजन रिलिज गर्ने पनि स्टोमाटा हो इट ट्रान्सपोर्ट टु वाटर वाटर ट्रान्सपोर्ट गर्ने चाहिँ एब्जर्ब गर्ने चाहिँ सोइल वाटर ट्रान्सपोर्ट गर्ने चाहिँ त्यसले गर्दाखेरि हाम्रो करेक्ट आन्सर चाहिँ के हो क्लोरोफिलको काम चाहिँ के हो भन्दा क्याप्चर लाइट एनर्जी त्यस्तै पाराले विच टाइप अफ न्युट्रिसन डु द फङ्गी युज फङ्गीले कस्तो न्युट्रिसन युज गर्छ भन्दाखेरि फङ्गी भने फङ्गी च्याउ जति पनि छ राखेको हुन्छ त्यसले गर्दाखेरि उनीहरूको अटोट्रोपिक भनेको त आफै प्रिपेयर गर्ने फङ्गीले आफै प्रिपेयर गर्दैन हेटेरोट्रोपिक भनेको अरूले प्रिपेयर गरेको खाने अरूले प्रिपेयर गरेकोमा पनि फङ्गीले खाँदैन सेप्रोफाइटिक भनेको कुहिएको सरिएको चिजबिज खाने र प्यारासाइटिक भनेको चाहिँ लिभिङ अर्गानिजम्सले प्रिपेयर गरेको डाइरेक्टली लिभिङ होस्टबाट खाने गर्दा फङ्गीहरू चाहिँ कुहिएको सरिएको खाने भएकोले गर्दा यिनीहरूको चाहिँ सेप्रोफाइटिक मोड अफ न्युट्रिसन हुन्छ है त्यसै वाटर स्टोमाटा भने के हो भन्दाखेरि स्टोमाटा त के हो मसिनो पोर्स जुन चाहिँ लिफमा प्रेजेन्ट हुन्छ जहाँबाट ग्यासियस एक्सचेन्ज हुन्छ त्यो चाहिँ स्टोमाटा भयो टाइप अफ फङ्गसको टाइप त होइन स्मल ओपनिङ इन अन द सर्फेस अफ द लिप्स है लिफको सर्फेसमा मसिनो जुन चाहिँ ओपनिङ्स हुन्छ त्यो चाहिँ स्टोमाटा हो वाटर एब्जर्बिङ रुट त स्टोमाटा त रुट हुँदै होइन र फ्लावरको पनि पार्ट हुँदै होइन त्यसले गर्दा लिफको पार्ट हो जुन चाहिँ सानो ओपनिङ्स हुन्छ लिफमा त्यो नै स्टोमाटा हो र जहाँबाट ग्यासेस एक्सचेन्ज हुन्छ है कार्बन डाइअक्साइड भित्र पस्छ अक्सिजन बाहिर निस्किन्छ अक्सिजन पस्छ कार्बन डाइअक्साइड निस्किन्छ त्यो चाहिँ स्टोमाटा पोर्सबाट र फङ्सन अफ स्टोमाटा पनि त्यो हो ग्यासेस अफ एक्सचेन्ज अफ ग्यासेस र यो चाहिँ थियो क्वेसन्सहरू जुन चाहिँ रिलेटेड थियो हामीले डिस्कस गरेको टपिकसँग